तपाईलाई चाहिँ $100 आउँछ होला सपोज, माननीय हर्क साम्पाङज्यू लेख्दाखेरि तपाईलाई $200 आउँछ। थिंक अबाउट दैट, माइन्ड लाउनुहोस् है। तपाईले गरिरहेको कमेन्ट्सहरु र तपाईले प्रयोग गरिरहेको अपशब्दहरु तपाईको आमाले पढ्यो भने, बाउले पढ्यो भने शिर निउरिन्छ कि तपाईको शिर चाहिँ उच्च हुन्छ? आफ्नो आमा बाउको, आफ्नो छोराछोरीको शिर निउरिने खालको कमेन्ट्स नलेख्नुहोस् तपाईहरु। मलाई जति पनि गाली गर्नुहुन्छ स्टेटसमा, त्यो स्टेटसमा मैले लेखेको चाहिँ के हुन्छु त यो देशभन्दा बाहेक? प्रधानमन्त्रीलाई संसदको रोस्टरमा उभिएर जनताको उत्तर दिनुपर्छ भन्नु मेरो गल्ती हो? देशको सिमानामा सुस्तामा चाहिँ भारतीय तपाईको चाहिँ के रे अरु आएर हतियार देखाएर चाहिँ अतिक्रमण गर्न थाले, त्यहाँनेर हाम्रो सेना पठाउनु पर्छ, सुरक्षाकर्मी पठाउनु पर्छ भन्ने मेरो गल्ती हो? विदेशी ऋण लिएर हैन, ठुलठुला तपाईको संरचनाहरू बनाएर विदेश के रे विकासको फुइ लाउनु भन्दा आफ्नै तपाईको चाहिँ ढुङ्गा माटोमा आफूले पसिना बगाएर स्वाभिमानी तपाईको चाहिँ स्वाधीन अर्थतन्त्रको विकास गरौँ भन्नु मेरो गल्ती हो? गल्ती कहाँ छ हर्क साम्पाङ है? त्यतिकै हावामा गाली गरेको छ, गाली गरेको छ, गाली गरेको छ। ती सारा नेपाली जसले मलाई गाली गरिराख्नु भएको छ, तपाईको मनलाई सोधेर हेर्नु त, तपाईको मनले साँच्चै नै हर्क साम्पाङ गलत हो भन्छ त? कि तपाईलाई कसैले पैसा दिएर गाली गर, एउटा गाली गरे बापत तपाईलाई 50 रुपैयाँ दिन्छु, 100 रुपैयाँ दिन्छु भनेर हराएको हो? यदि त्यो गाली गर्ने तपाईको पेशा हो भने ठीक छ, एउटा कम्पनी खोलेर गाली नै गर्नु, गाली गर्ने कम्पनी खोल्नु, त्यसको चेयरम्यान बन्नु, तर त्यो कम्पनीको उद्घाटन चाहिँ मेरै हातबाट रिबन काटेर गराउनु। अचम्म लाग्छ है। यस्तो एउटा मान्छे जो मान्छेले देश सोच्न सकौँ, म देश बोल्न सकौँ, देशकै कर्म गर्न सकौँ, देशकै लागि मर्न सकौँ भनेर हिँडेको छ, जसले कामना गर्छ यो देशको उन्नति प्रगतिका लागि, यो देशमा निर्माण गर्दा गर्दै, श्रमदान गर्दा गर्दै प्राण त्याग्न पाऊँ भन्ने एउटा चाहना राखेर अगाडि बढेको मान्छे हो नि अर्को सामु। त्यस्तो मान्छेलाई बिहानदेखि बेलुकासम्म गाली गर्ने तपाईँ को? विदेशी दलाल हो कि आफ्नो तपाईको इमान र आफ्नो तपाईको चाहिँ आत्मा बेचेर रोटी किनेर खाने तपाईको चाहिँ एउटा मगन्ते हो? प्रश्न गर्न चाहन्छु है। हर्क साम्पाङले लेखेको के रे तपाईको चाहिँ स्टेटसमा कमेन्ट हेर्नुपर्छ, गाली गरिरहेको छ। 2 बजे उठेर के गर्दो रहेछ भनेर यसो जिस्काइदिन्छु, 2 बजेले पनि 1000 वटा गाली गरिहाल्छ है। भनिसकेपछि उनीहरूलाई गाली